प्रधानमन्त्री हुनको लागि पहिले प्रतिनिधि सभाको सांसद हुनुपर्छ। त्यसका लागि चुनावमा उठेर जितेर पनि आउनुपर्छ। अब चुनाव फागुन 21 मा हुँदैछ, जसमा प्रत्यक्ष र समानुपातिक गरी टोटल 275 सांसद छानिनेछन्। प्रधानमन्त्री हुनको लागि 4 वटा तरिका छन्। पहिलो तरिका भनेको चुनावपछि जुन पार्टीले बहुमत ल्याउँछ, अर्थात् जुन पार्टीको कम्तीमा 138 सिट हुन्छ, त्यो पार्टीको संसदीय दलको नेता प्रधानमन्त्री बन्नेछन्। अर्थात् यदि राष्ट्रिय स्वतन्त्र पार्टीले कम्तीमा 138 सिट जित्यो भने बालेन प्रधानमन्त्री नियुक्ति हुनेछन्। अब दोस्रो केसमा जाउँ। यदि रासपाले कम्तीमा 138 सिट जितेन भने उसले अरू पार्टीसँग मिलेर कम्तीमा 138 सिट पुर्याउनु पर्छ अनि प्रधानमन्त्री चाहिँ बालेन हुने भनेर सहमति गर्नुपर्नेछ। जस्तै कांग्रेस र एमाले मिलेर ओलीलाई प्रधानमन्त्री बनाए जस्तै। अब तेस्रो अवस्था हेरौँ। यस्तो सिनेरियो पनि आउन सक्छ जहाँ कुनै पार्टीले पनि 138 सिट जितेन र 2 वा धेरै पार्टी मिलेर पनि 138 सिट पुर्याउन सकेन वा चाहेन। यस्तो भयो भने जुन पार्टीले धेरै सिट जितेको छ त्यो पार्टीको संसदीय दलको नेता प्रधानमन्त्री हुनेछ। यसरी पनि प्रधानमन्त्री नियुक्ति हुन सकेन भने संसदमा भएको 275 जना मध्ये जसले म बहुमत पुर्याउँछु भनेर आधार पेश गर्छ उनी प्रधानमन्त्री हुनेछ। यो भने चौथो अवस्था हो। तर हरेक अवस्थामा प्रधानमन्त्री नियुक्ति भएको 30 दिनभित्र विश्वासको मत लिनुपर्छ। विश्वासको मत पाइयो भने अर्थात् कम्तीमा 138 जनाले विश्वासको मत दिए भने मात्र प्रधानमन्त्रीमा कन्टिन्यू हुन पाइन्छ। यदि चौथो अवस्थाबाट पनि प्रधानमन्त्री छान्न सकेन भने संसद विघटन हुन्छ र 6 महिनाभित्र नयाँ चुनाव गराउनु पर्ने हुन्छ।